दर्शकबिन नमस्कार। कार्यक्रम प्राइम टाइम लाइव वेब न्यूज़ के हार्दिक स्वागत करी छी। देश में एक दिस 2/3 बहुमत के कम्युनिस्ट सबके सरकार है। यद्यपि वही संघीय समाजवादी फोरम नेपाल से हो सहभागी है। दोसर दिस सत्ता के लंबा स्वाद चिखने कही नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल के रूप में एखन है। एक दिस एखन देश में बलात्कार हत्या हिंसा के जो श्रृंखला बढ़ल है वही से डर आ भय त्रास के अवस्था सिर्जना भेल है। सरकार के अलग तरह से आलोचना से हो नहीं भेल है से नहीं कह मिलते। दोसर दिस नेपाली कांग्रेस जो प्रमुख प्रतिपक्षी दल से महासमिति के विचार लागल से नेपाली कांग्रेस के काल्हिखन एक महत्वपूर्ण निर्णय सब भेल है। थप एक उपसभापति चयन करने से नेपाली कांग्रेस तकर बाद महासमिति के विचार करीब 20-25 दिन घुसकौने से। आजुक हमरा सबक अतिथि नेपाली कांग्रेस के एगोटे जिम्मेवार पद पर आसीन छथि। शीर्ष नेता मध्य के एक छथि नेपाली कांग्रेस के प्रमुख सचेतक बालकृष्ण खाड़। हिनका संगे बातचीत करब नेपाली कांग्रेस के विषय में, देश के सान्दर्भिक विषय में। यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्कार। सुरु गरौँ। हिजो मात्रै निर्णय भएको छ नेपाली कांग्रेसको केही निर्णयहरू। उपसभापतिबाट म सुरु गर्छु। उपसभापति दुईटा राख्ने मलाई जहाँसम्म लाग्छ यहाँहरूको विधानमा छैन। कुन विधान र प्रावधान अनुसार दुईटा उपसभापति बनाउनु भयो र मर्यादाक्रम के हुनेछ? अब पछिल्लो जुन निर्वाचन भयो, निर्वाचनभन्दा अगावै नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम बीचमा पार्टी एकता भयो र नेपाली कांग्रेसमा लोकतान्त्रिक फोरम पार्टीलाई एकता र एकीकरण पछि अब तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गजदारलाई उपसभापति बनाउने सहमति भएको हो दुई पार्टीको बीचमा। अब त्यही सहमति अनुसार नै अब नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले नेपाली कांग्रेसको विधान र सहमतिको आधारमा बाधा अड्काउ फुकाएर एउटा उपसभापति पद थपियो र उक्त थपिएको पदमा विजय कुमार गजदारलाई उपसभापति बनाइएको छ। तर यस अगावै अब कांग्रेस नेता विमलेन निधिजी नेपाली कांग्रेस उपसभापति भइरहेको अवस्था भएको कारणले मलाई लाग्छ मर्यादा क्रममा विमलजी माथि रहनुहुन्छ। अब त्यसको लगत्तै चाहिने अहिले नवनियुक्त उपसभापति रहनुहुन्छ जस्तो लाग्छ मलाई। मतलब एकजना उपसभापति थप्नलाई बाधा अड्काउ फुकाउनु भयो? होइन, पार्टीभित्रबाट हामीले पार्टीकै नेतालाई नयाँ थप जिम्मेवारी र पद दिएको होइन। दुईटा पार्टीको बीचमा चुनावी एकताका लागि हैन, लोकतान्त्रिक फोरम पार्टी नेपाली कांग्रेसमा एकीकरण भइसकेको अवस्थामा त्यतिखेर नै अब विजय कुमार गजदारलाई पार्टीको पदाधिकारी बनाउने, उपसभापति बनाउने भन्ने सहमति थियो दुईटा पार्टीको बीचमा। नेताहरूले त्यो गर्नुभएको थियो। तर अब महासमितिको बैठकपछि अब विधानलाई त्यो अनुकूल चाहिँ परिष्कृत गर्ने र उहाँलाई जिम्मेवारी दिने भन्ने हिसाबले नै चाहिँ पार्टी अगाडि बढ्या हो। तर अब अहिले महासमितिभन्दा अगाडि नै पार्टीको वैधानिक प्रावधान अनुसार बाधा अड्काउ फुकाउको जुन व्यवस्था छ हाम्रो विधानमा त्यो अन्तर्गत चाहिँ दिएको हो। यो विशेष अवस्थामा दिएको हो। हुन त उहाँ गजदारजी पूर्ववर्ती कांग्रेसी नै हुनुहुन्छ, पृष्ठभूमि उहाँको। तर पार्टी छोडेर गइसकेर फेरि फर्किएको मान्छेलाई उपसभापति बनाएपछि नेपाली कांग्रेस त एउटा दक्ष नेताहरूको, अनुभवी नेताहरूको एउटा समूह हो नि त। उहाँहरूप्रति असन्तुष्टि बढ्दैन अर्का नेताहरू? होइन, अब राजनीतिक क्रममा पार्टीहरू विघटन हुने, पार्टीहरू टुक्रिने, पार्टीहरू एकीकृत हुने यो स्वाभाविक प्रक्रिया नै हो होइन। पछिल्लो राजनीतिक परिदृश्यमा नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी जसको पृथक चाहिने सोचहरू छन्, दृष्टिकोणहरू छन्, पृष्ठभूमि पनि पृथकै थिए। तर दुईटा पार्टी एकता भयो र पार्टीको नामै बदलियो र नेपाल कम्युनिस्ट पार्टी नेकपा राखियो र कहीँ पनि नहुने एउटै पार्टीमा दुईटा अध्यक्ष हुनुभयो। त्यसलाई प्रधानमन्त्री ओलीजीले के भन्नुभयो भने हाम्रो पहिला टेम्पो थियो, एउटा मात्रै ड्राइभर हुन्थ्यो, अहिले हामी चाहिने जेट भएका छौँ, त्यस कारणले दुईटा पाइलट छौँ भनेर भन्नुभयो होइन। अब त्यस कारणले एउटै पार्टीमा दुईटा अध्यक्ष पनि चलाइरहेको अवस्था छ।
हेर्दाखेरि पनि स्वाभाविक देखिँदैन। तथापि हामीले त अहिले उपसभापति मात्रै बनाएको हो। मतलब कम्युनिस्टहरूले त्यत्रो गर्यो, हामी यत्रो किन नगर्ने? होइन, त्यो होइन। दुईटा पार्टी हामी मिलिसकेपछि विजय कुमार गजदार अब नेपाल विद्यार्थी सङ्घकै पृष्ठभूमिबाट आउनुभएको हो। उहाँ चाहिँ पनि एउटा योद्धा नै हो, सङ्घर्षशील मान्छे हो होइन। नेभी सङ्घ, नेपाली काङ्ग्रेसको उद्देश्यका लागि भएका आन्दोलनहरू, ठुल्ठुला प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उहाँले जेल भोगेका मान्छे हो। र बिचमा अब उहाँको पार्टीका नेताहरूसँग केही मतभेदहरू रहे, जसले गर्दा उहाँ पार्टीमा रहन सक्नु भएन। अहिले फेरि लोकतन्त्रलाई सङ्कट छ, प्रजातन्त्रलाई सङ्कट छ, नेपाली काङ्ग्रेसलाई पनि सुदृढ बलियो बनाउनु छ, त्यस कारणले हामी मिलेर अगाडि बढौँ भन्ने हिसाबले चाहिँ नि उहाँ फेरि नेपाली काङ्ग्रेसमै समाहित हुनुभएको हो। त्यो स्वागतयोग्य कुरा हो। गजदार बाहेकका उहाँको जुन दोस्रो तहका नेताहरू हुनुहुन्छ, उहाँहरूलाई कसरी समायोजन गर्नुहुन्छ? अब उहाँहरूलाई पनि अब केन्द्रीय समितिमा, त्यस्तै प्रदेश समिति, जिल्ला समिति र विभिन्न नेपाली काङ्ग्रेसका तहगत संरचनाहरू छन्। ती संरचनाहरूमै उहाँहरूलाई पनि समाहित गरेर पार्टीले जिम्मेवारी दिन्छ र पार्टीको अभियानमा, पार्टीको साङ्गठनिक सुदृढीकरणमा सँगै लिएर हिँड्छौँ हामीले। महासमितिको बैठक 20-25 दिन करिब सार्नुभयो, किन सारी? अहिले एकातिर नवदुर्गा, विजय दशमी होइन, त्यसपछि दीपावली, लक्ष्मी पूजा, अहिले नेपाल सम्वत, छठ, पर्वको चाहिँ नि समय पर्यो। त्यसले गर्दाखेरि महासमितिभन्दा अगाडि महासमितिको तयारीका लागि केही आन्तरिक कामहरू पनि हामीले गर्नुपर्छ। त्यसमा हामीले विधान पनि परिष्कृत गरेर लानुपर्छ। त्यसपछि राजनीतिक प्रस्ताव, आर्थिक प्रस्ताव, अनि साथीहरूलाई फेरि अब काठमाडौँ आउन, महासमितिमा सहभागी हुनको लागि अनुकूल समय पनि हुनु पर्यो। त्यसले गर्दा यो सबै हेर्दाखेरि केही दिन चाहिँ नि हामीले व्यवस्थापनका लागि र महासमितिका सदस्यहरूलाई काठमाडौँ आउन सहजताका लागि यो समयको समायोजन गरेर केही दिन सारिएको हो। विधानको मस्यौदामै विवाद छ भन्छ नि, नेपाली काङ्ग्रेसकै नेताहरूबीच कुटाकुटको अवस्था छ। कुटाकुट त होइन, विधान चाहिँ मूल आधारशिला हो कुनै पनि पार्टीको। अब त्यसमा दृष्टिकोणका हिसाबले पनि धारणाहरू पृथक आउन सक्छन्, त्यसलाई अन्यथा मान्नु हुँदैन। र महासमितिको बैठकले अब नेपाली काङ्ग्रेसलाई सञ्चालन गर्ने विधान निर्माण गर्दाखेरि सहमतिबाटै गराउनु पर्नेछ र सहमतिकै खोजी हुन्छ र सहमति हुन्छ भन्नेमै विश्वास छ मलाई चाहिँ। त्यही विवाद मिलाउनलाई महासमिति बैठक सारिएको भन्छ नि, यो चाडपर्व त बहाना मात्रै होइन, चाडपर्वको कारणले पनि हो र पार्टीभित्र आन्तरिक केही व्यवस्थापन गर्नु छ या केही मतान्तर छ, दृष्टिकोणमा भिन्नता छ भने त्यसलाई चाहिँ मिलाउनको लागि अब समय व्यवस्थापन गर्नु अस्वाभाविक होइन। अब सरकारतिर जान्छु म, एकदमै आलोचना गर्नुहुन्छ तपाईँहरू। यो सरकार अब हुन त इतिहासमै दोस्रो पटक 2/3 बहुमतको सरकार छ, तर पनि तपाईँहरूले सहयोग गर्नु भएन, खालि आलोचना मात्रै गर्नुहुन्छ भन्ने छ नि? होइन, अब हाम्रा पार्टीका साथीहरू, स्थानीय तहका साथीहरू जहाँ जहाँ हामी जान्छौँ होइन, अहिले कार्यक्रमहरू भइरहेको छ। यो विजय दशमी, दीपावली, छठको शुभकामना आदान प्रदान अब नेपाली काङ्ग्रेस विभिन्न राजनीतिक दलहरूले देशभरि नै गरिरहनु भएको छ। अब नेताहरू पार्टी कार्यकर्ताको बिचमा जाने, पार्टी कार्यकर्तासँग छलफल गर्ने, भेटघाट गर्ने, शुभकामना आदान प्रदान गर्ने एउटा अभियानकै रूपमा चलिरहेको छ। र म पनि धेरै ठाउँमा जाँदाखेरि त्यहाँको स्थानीय नेताहरूको भनाइ के छ भने तपाईँहरू बढ्दा आक्रामक हुनु भएन, सरकारलाई चाहिँ तपाईँहरूले दबाब सिर्जना गर्नु भएन र त्यस कारणले अब दबाब सिर्जना गर्नुहोस्। सरकार त चाहिँ पूर्णतः असफल भइसक्यो। सरकारले जनतालाई चाहिने राहत दिनै सकेका छैन, शान्ति सुरक्षाको प्रत्याभूति पनि दिन सकेन। राजधानीमै जनप्रतिनिधिमाथि आक्रमण हुन्छ, पूर्व राजदूतको चाहिँ हत्या हुन्छ र राजधानीमा सासाना बालबालिका अपहरित हुन्छन् र तिनको हत्या हुन्छ। राजधानी बाहिर पनि अब सहर बजारमै चाहिँ दिन दहाडे महिलाहरू, युवतीहरू, सासाना बालिकाहरू बलात्कृत भएका छन्। ती बलात्कृत र हत्या भएका महिलाहरूको दोषीलाई खोज्न सकिँदैन। विभिन्न खालका समितिहरू बनाउँछ, समितिहरूले तथ्य बाहिर ल्याउन सक्दैन। त्यही कारणले सरकारले सुरक्षाको प्रत्याभूति जुन जनतालाई दिने हो, हामी सुरक्षित छौँ हाम्रो मुलुकमा। हाम्रो मुलुकमा हामी जहाँ पनि चाहिँ आफूले जान सक्छौँ, घुमफिर गर्न सक्छौँ, आफ्नो बन्द व्यापार उद्योग व्यवसाय गर्न सक्छौँ र यो चाहिँ हाम्रो अधिकार हो, सरकारको चाहिँ दायित्व हो। सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ, अभिभावकत्व दिनुपर्छ। त्यो चाहिँ अहिले सरकारले गुमाएको छ भने अर्कोतिर महँगाई बढिरहेको छ, दिनानुदिन महँगाई बढेको छ, जनताको क्रय शक्ति घटेर गइसक्यो
र नेपाली पैसाको अवमूल्यन भइरहेको छ दिनानुदिन। यसको चाहिँ क्षमता चाहिँ ह्रास भइरहेको छ, तर सरकारले त्यतापट्टि ध्यान दिएको छैन। उल्टै चाहिँ विभिन्न तहगत रूपमै कर लगाइदिएर करको बोझले आम नेपाली जनता र खास गरेर मध्यमवर्गीय र गरिब वर्गका नेपाली जनतालाई दैन्य जीवन गुजार्नै चाहिँ गाह्रो भइरहेको छ। आम्दानी बढाउन सकेका छैन, रोजगारी सिर्जना गर्न सकेका छैन। त्यस्तै अब अन्य विभिन्न समस्याहरू देखिएका छन् र विकास निर्माणले पनि तीव्र गति लिन सकेका छैन र उद्योगिक व्यवसायीहरूले चाहिँ आफ्नो पुँजीलाई चाहिँ लगानीमा रूपान्तरण गर्न सकेको अवस्था पनि छैन, नयाँ उद्योग धन्दा पनि आउन सकेका छैन र हाम्रो आयात निर्यातको चाहिँ जुन अवस्था छ अहिले यो 6 महिनाको दरमियानमा सबभन्दा ठुलो चाहिँ घाटा चाहिँ नेपाल सरकारले नेपाल राज्यले बेहोर्नु परिरहेको छ र अब निर्यात चाहिँ शून्य प्रयास छ र आयात चाहिँ दिनानुदिन बढेर गइरहेको छ। त्यसले गर्दा नेपालको अर्थतन्त्रको सुनिश्चितता पनि छैन र आर्थिक शक्ति पनि क्षयकरण भइरहेको छ भने अर्कोतिर विकास निर्माणले पनि तीव्रता लिन सकेका छैन। त्यसले गर्दाखेरि सुरक्षाको हिसाबले पनि जनतालाई राहत दिने हिसाबले पनि महँगी कर र अब सरकारको जुन खालका संविधान ऐन कानुन कार्यान्वयन गर्ने संवैधानिक निकायहरूलाई सम्मान गर्नुपर्ने न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाको बिचमा जुन शक्ति सन्तुलन भएर एक आपसमा सम्मान गरेर शक्ति सन्तुलनकै आधारमा स्वतन्त्र न्यायपालिकालाई सम्मान गर्दै चाहिँ अगाडि बढ्नुपर्ने हो कार्यपालिका प्रधानमन्त्री मन्त्री र सरकार। त्यो चाहिँ कडीहरू टुटेर गएको छ अहिले। त्यसले गर्दा सन्तुलन भन्नाले नेपाली कांग्रेसलाई पनि मिलाएर जानुपर्छ। नेपाली कांग्रेस भन्ने होइन, न्यायपालिका त स्वतन्त्र हुनु पर्यो नि होइन। व्यवस्थापिकाले पनि आफ्नो धारणाहरू त्यहाँ राख्छ। व्यवस्थापिकामा उठेका कुराहरूलाई सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ र आफ्ना कतिपय कमी कमजोरहरूलाई उसले करेक्सन गर्न जरुरी छ र हामी प्रतिपक्षले भनेका कुरा उहाँले नसुन्नुहोस्, तर सत्ता पक्षकै व्यवस्थापिकामा मान्नेहरूले बोलिरहनुहुन्छ सरकारको बारेमा होइन। निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर, कारबाही गर भनेर त अहिले देशले भनिरहेको छ, आम जनताले भनेको छ। त्यस्तै मिडियाकर्मीहरूलाई दुःख दिने, उद्योगिक व्यवसायीहरूलाई दुःख दिने र स्वतन्त्र पत्रकारिता प्रजातन्त्रको मूल आधारभूतै स्तम्भ हो। त्यहाँले प्रजातन्त्र जति सुदृढ भएर जान्छ त्यति नै स्वतन्त्र पत्रकारिता बलियो हुनुपर्ने हो। त्यहाँले संविधान जारी भइसकेको अवस्थामा अहिलेको अवस्थामा त पत्रकारितालाई विश्वासिलो र सम्मानजनक बनाउनु पर्ने ठाउँमा सरकारले उल्टै हस्तक्षेप गरिरहेको हुन्छ, पत्रकारलाई दुःख दिइरहेको हुन्छ। त्यसले गर्दा हरेक क्षेत्रमा सरकारले चाहिँ नै अहिले असहिष्णु व्यवहार गरिरहेको छ। यो जुन हत्या हिंसा बलात्कारको घटनाहरू बढिरहेको छ नि, यो सन्दर्भमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो जुन 2/3 कम्युनिस्टको सरकार आइसकेपछि यो श्रृङ्खला देशमा बढेको छ, यो नियोजित जस्तो लाग्छ मलाई भनेर टिप्पणी गर्नुभएको थियो। त उहाँले नियोजित जस्तो भए त्यो कसले नियोजित गरे हो त्यसको चाहिँ तथ्य बाहिर ल्याउनुहोस्, नम्बर 1। नम्बर 2, जसले चाहिँ नि तपाईँलाई यस्ता अपराधिक घटनाहरू घटाइरहेका छन् तीलाई सार्वजनिक गर्नुहोस् र कारबाही गर्नुहोस्। कारबाही गर्न त कसैले छेकेका छैन, रोकेका छैन। तर मेरो विश्लेषण के छ भने जुन खालको विगतको दिनमा राजनीतिक द्वन्द्वहरू भए, हत्या र हिंसा भए, 17,000 भन्दा बढी मान्छेहरूले कुर्बानी र शहीद हुनु पर्यो होइन। नेपाली कांग्रेस लगायतका दलहरूका हजारौं हजार मान्छेहरू घाइते भए, विस्थापित भए र माओवादीका पनि शहीद भए होइन। अन्य अब प्रशासन कर्मचारी, राष्ट्रसेवक, शिक्षक, सुरक्षाकर्मीको ठुलो सङ्ख्यामा चाहिँ नि जीव ज्यान गएको छ, बलिदान भएका छन्, शहादत प्राप्त गरेका छन्। त्यसकारणले यो 10 वर्षको जुन खालको हिंसात्मक राजनीति थियो त्यही हिंसामा लिप्त भएका, हिंसा गराउन चाहिँ अगुवाई गरेका नेताहरू नै अहिले सरकारको चाहिँ बागडोरा हुनुहुन्छ। कारण जनताको मनमा के लाग्यो भने यिनीहरूले यत्रो हिंसा गरेर त यिनी ठुलो मान्छे भएका छन्, मुलुकको सर्वोच्च निकायमा छन्, यिनीहरूले हिंसा गर्दाखेरि चाहिँ नि सबैतिरबाट यिनीहरूले चाहिँ तपाईलाई शक्ति आर्जन गरे भन्नेदेखि अरूले पनि हिंसा गर्दा हुन्छ भन्ने खालको हिंसाले चाहिँ प्रतिहिंसा जन्माउँछ। यो उहाँहरूको हिंसाजन्य राजनीतिकै सह उत्पादनको रूपमा, बाई प्रोडक्ट रूपमा आयो। त्यही कारणले उहाँहरूले नै यसलाई कन्ट्रोल पनि गर्नुपर्छ। जुन गम्भीरताका साथ नियन्त्रण गर्ने र आफूले गरेका गल्ती कमी कमजोरीको लागि जनतासँग माफी माग्ने, आत्मालोचना गर्ने, आत्मसमीक्षा गर्ने र यस्तो घटना नघटोस्, कुनै पनि नेपालीको चाहिँ अकालमा ज्यान नजाओस्, नेपाली चाहिँ असुरक्षित नहुन्, त्यो खालको चाहिँ उहाँहरूले भन्नुपर्ने ठाउँमा, गर्नुपर्ने ठाउँमा उल्टै चाहिँ हामीलाई असफल पार्न उहाँहरूले नै आफूलाई सफल बनाउने हो।
उहाँहरू सफल हुनुहोस्। उहाँहरूसँग प्रतिद्वन्दी गर्ने मान्छेले उहाँहरूले राम्रो काम गर्नुभयो भने राम्रो काम गर्नुभयो भनेर हामीले भनिदिने हो नि त। जब नराम्रो काम गर्नुभएको छ भने त हामीले नराम्रो कामै गर्नुभयो भनेर भन्ने हो। त्यसलाई पनि हामीले धेरै मुखरित रूपमा अहिले भनिरहेका छैनौँ। अब आउने दिनमा सरकारले गरेका यावत सरकारका कमी कमजोरी, अनियमितता, त्यहाँ भएका कमी कमजोरीहरू, त्यहाँ संविधान र ऐन कानुनमा नभएका प्रावधानहरू चाहिँ उहाँहरूले प्रयोग गर्नुभएको छ होइन। अहिले सरकारले चाहिँ तपाईँलाई अब बुढी गण्डकी जस्तो नेपालको ठुलो परियोजनालाई त्यसको मूल्याङ्कन नगरिकन त्यसलाई अन्य संस्थाहरूले पनि बनाउँथे कि अन्य कम्पनीहरू पनि कम्पिटिसनमा आउँथे कि कम्पिटिसनमा गर्दाखेरि गुणस्तरीय र त्यसपछि तपाईँलाई सस्तोमा बन्थ्यो कि नेपाललाई बढी फाइदा हुन्थ्यो कि भन्ने कुराको आकलन नगरिकन सोझै मन्त्री परिषदमा प्रस्ताव ल्याएर कम्पनीलाई दिनुभएको छ उहाँहरूले। त्यस्ता खालका अनियमित कामहरू थुप्रै चाहिँ नि सरकारले गरिरहेको छ, जुन कुरालाई यो अब दसैँ तिहार छठपछि जुन खालको परिस्थितिहरू बन्छ त्यो परिस्थितिलाई नेपाली काङ्ग्रेसले हरेक प्रदेशमा, केन्द्रमा र स्थानीय निकायसम्म पनि जनतालाई सूचित गर्ने, कार्यकर्तालाई परिचालित गर्ने, सरकारका कमी कमजोरीलाई औँल्याउने, उसका कमी कमजोरीहरूलाई रोक्ने कोसिस गर्ने, जनताका हक अधिकारलाई चाहिँ अझै सुदृढ बनाउने क्रममा हामी लाग्नेछौँ। र त्यसपछि त अझै उहाँहरूले चाहिँ हामीलाई के भन्नुहुन्छ त्यो बाँकी नै छ। प्रस्ताइदिनु न, छठपछि के गर्ने? अब सडक सङ्घर्ष गर्ने कि के गर्ने? सङ्घर्षै होइन, हामीले मन्त्रीको ध्यान आकर्षण गर्ने, प्रधानमन्त्रीको ध्यान आकर्षण गर्ने, प्रदेश सरकारका मुख्यमन्त्रीहरूलाई शान्ति सुरक्षाको बारेमा, प्रदेशको विकासको बारेमा, प्रज्ञासँग भइरहेको चाहिँ तपाईँलाई यो मूल्यवृद्धिको बारेमा, जुन तीव्र गतिमा चाहिँ जनताले नसक्ने गरी कर लगाइरहनु भएको छ राज्यले, रचनात्मक दबावमूलक कार्यक्रम गरेर उहाँहरूलाई पनि जानकारी दिने, उहाँहरूले गरेका कामलाई जनताले मन पराइरहेका छैनन्, जनता चाहिँ पीडित भए भनेर हामीले हरेक निकायमा, गाउँपालिका, नगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारलाई चाहिँ दबावहरू सिर्जना गर्ने खालका कुराहरू भन्ने, त्यस्ता अभिव्यक्तिहरू दिने, जनसभाहरू गर्ने, शान्तिपूर्णै रूपमा रचनात्मक चाहिँ कार्यक्रमहरूमा नेपाली काङ्ग्रेसले आफ्ना कार्यकर्ता र आफ्ना समर्थकहरूलाई अब परिचालित गर्नेछ। यहाँसँगको वार्तालाप जारी रहनेछ। एउटा सानो व्यावसायिक विश्रामतिर हामी जान्छौँ। दर्शकबिन, कार्यक्रम प्राइम टाइम लाइव में एखन हमरा सबक अतिथि छथि नेपाली कांग्रेसक प्रमुख सचेतक बालकृष्ण खाड़। इनका संगे के वार्तालाप जारी रहत। एखन के लिए छोट व्यावसायिक विश्राम दिस चले। दर्शकबिन, पुनः स्वागत है इस कार्यक्रम प्राइम टाइम लाइव में छी। आज हमरा सबक अतिथि छथि नेपाली कांग्रेसक प्रमुख सचेतक पूर्व मंत्री बालकृष्ण खाड़। इनका संगे बातचीत हो रहा है नेपाली कांग्रेस के विषय में, जे कि देश के प्रमुख प्रतिपक्षी दल है, तकर बाद समसामयिक राजनीतिक घटनाक्रम के विषय में। यहाँलाई पुनः स्वागत गर्दै अब फेरि पनि म नेपाली कांग्रेसतिर फर्किन्छु। नेपाली कांग्रेस तराई मधेसमा के विश्लेषण हुन्छ भने, अरू जे भए पनि नेपाली कांग्रेस यस्तो पार्टी हो जहाँनिर उपसभापति पनि मधेसी, अब त उपसभापतिहरूको थारू अनि कोषाध्यक्ष पनि मधेसी। त्यस हिसाबले नेपाली कांग्रेसले न्याय गरेकै छ। सभापति चाहिँ कहिले बनाउने मधेसी थारूहरूलाई? होइन, नेपाली कांग्रेस मधेस, पहाड, हिमाल सबै नेपालीहरूको साझा पार्टी हो, साझा संस्था हो। नेपाली कांग्रेसले नेपालको राष्ट्रियतालाई प्रवर्धन गर्ने, नेपालमा प्रजातान्त्रिक पद्धति स्थापित गर्ने र प्रजातान्त्रिक पद्धतिलाई नै अगाडि बढाउँदै हरेक नेपालीलाई नेपालको मालिक बनाउने, हरेक नेपालीलाई समृद्धिशाली गराउने, समतामूलक समाजको निर्माण स्थापना गर्ने नेपाली कांग्रेसको हाम्रो महान लक्ष्य हो। नेपाली कांग्रेसका जननेता बीपी कोइरालाले नेपाली कांग्रेस स्थापना गर्दाखेरि राष्ट्रियता र प्रजातन्त्र हाम्रो मूल ध्येय हो। त्यसरी नै नेपाली कांग्रेसको वीरगञ्ज तराईमै भएको महाधिवेशनले सुवर्ण शमशेरलाई पार्टीको सभापतिमा निर्वाचित गर्यो र नेपाली कांग्रेसले आफूलाई समाजवादी पार्टीको रूपमा रूपान्तरित गरेर राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हाम्रो लक्ष्य हो। र त्यसकारणले यो राष्ट्रियताको हिसाबले पनि नेपाली कांग्रेस सबैको साझा पार्टी हो र प्रजातन्त्र सबैलाई चाहिएको छ र समाजवादी दृष्टिकोणले सबैलाई समान अधिकार दिने हो, स्वतन्त्रता समानता स्थापित गर्ने हो। यस मानेमा नेपाली कांग्रेस सबैको साझा पार्टी हो र नेपाली कांग्रेस पार्टीको सभापति या प्रमुख नेतृत्व मधेसबाट आउनु स्वागत योग्य कुरा हो। भोलि साथीहरूले आफूलाई अझै बढ्ता खार्नुभयो, नेपाली कांग्रेसका अब कार्यकर्ताहरूको मन जित्नुभयो भने कुनै पनि मधेस
मा राजनीतिलाई केन्द्रबिन्दु बानेर अगाडि बढिरहेका पार्टीको नेता, पार्टीको सभापति, पार्टीको प्रधानमन्त्री बन्न सक्नुहुन्छ, त्यसलाई हामीले सहजतापूर्वक लिन्छौँ। र पार्टी सभापति गिरिजाप्रसाद कोइराला रहेको बेलामा राष्ट्रपतिमा चुनाव लड्दाखेरि हाम्रो जनकपुरकै आदरणीय नेता रामवरण यादवजीलाई पार्टीले अगाडि बढायो र उहाँ नेपालको पहिलो राष्ट्रपति पनि बन्नुभयो। राजतन्त्र समाप्त गरेर ऐतिहासिक रूपमा पहिलो राष्ट्रपति नै चाहिने हामीले मधेसमा नेतृत्व गरिरहनुभएका रामवरण यादवलाई चाहिँ गरायौँ। त्यस कारणले मधेसका प्रति हामी एकदमै सहज छौँ। मधेस बलियो भयो भने नेपालको राष्ट्र बलियो हुन्छ, राष्ट्रियता बलियो हुन्छ। त्यही कारण राष्ट्रियता बलियो पार्न लागि मधेसको भावनालाई पनि राष्ट्रिय राजनीतिको मूल धारमै समाहित गरेर अगाडि बढ्नुपर्दछ भन्नेमा हामी प्रतिबद्ध छौँ। भविष्यवाणी पनि गर्न थाल्नुभयो। आजै पत्रकार सम्मेलनमा अब यो सरकार धेरै टिक्दैन भन्नुभयो, के छ आधार यहाँसँग? सरकारको मूल त अब जनताको मनबाट सरकार चाहिँ नि गिरिसकेको छ। अब निर्वाचनपछि सहज बहुमत पुऱ्याएको प्रधानमन्त्री, 2/3 बहुमतको साथ समर्थन रहेको प्रधानमन्त्रीले हैन जनताको पक्षमा संविधानलाई परिष्कृत गरेर संशोधन गरेर अगाडि बढ्नुपर्ने हो। तर उहाँले त 2/3 पुग्ने बित्तिकै के भन्नुभयो भने हामी संविधान बदल्छौँ र यो संसदीय अभ्यासलाई चाहिँ हामी निस्तेज गरेर अब राष्ट्रपतीय अब निर्वाचन प्रणालीमा जान्छौँ भनेर उहाँहरूले बोल्न थाल्नुभयो। जुन नेपाली जनताले चाहेको होइन। नेपालमा जुन खालको भाषिक, जातीय, धार्मिक, सांस्कृतिक विविधता छ, विविधता बिचमा हामीले समायोजन गर्नु छ। त्यस कारणले त्यसका लागि प्रजातान्त्रिक शासन व्यवस्था र संसदीय शासन व्यवस्था सबैभन्दा उपयुक्त छ भन्ने नै दुनियाँको चाहिने घटनाहरूले देखाउँछ। त्यसले गर्दा उहाँहरूले प्रजातन्त्रलाई कमजोर गर्ने, निस्तेज गर्ने र कम्युनिस्ट शैलीको चाहिँ सर्वसत्तावादी शासन स्थापित गर्ने जुन सोच बनाउनु भएको थियो, त्यसले गर्दा पनि उहाँहरू असफल हुँदै जानु भएको छ र आफ्नै पार्टी पनि मिलाउन सक्नु भएको छैन, सरकारको गठबन्धनलाई मिलाउन सक्नु भएको छैन। उहाँहरूलाई समर्थन गरेका विभिन्न राजनीतिक दलहरूले पनि उहाँहरूसँग चित्त बुझाइरहेको छैनन् होइन। अब सरकारको पहिलो दायित्व त जनतालाई सुरक्षा दिने हो, सुरक्षा दिनै सकेका छैन। नेपालभित्र चाहिँ लगानी भित्राउनु पर्ने हो, जनतासँग भएको चाहिँ पुँजीलाई सक्रिय बनाउनु पर्ने, उद्योग धन्दा खोल्नुपर्ने, रोजगारी वृद्धि गर्नुपर्ने, जनतालाई सहजतापूर्वक जीवन जिउन सजिलो बनाउनु पर्ने हो। झन् गाह्रो भइरहेको छ। त्यसले गर्दा यो सरकार भएको नभएको कुनै अर्थै छैन। र सत्तासीन पक्षकै जनप्रतिनिधिहरूले के भन्छन् भने प्रदेश सभा र केन्द्रीय सङ्घीय सभामा यो होइन सरकार कहाँ छ, सरकार छ कि छैन भनेर सत्तासीन पक्षकै चाहिँ जनप्रतिनिधिहरूले त्यसो भनिरहनु भएको छ भने होइन। हामीले त धेरै चाहिँ अहिले सरकारको टिका टिप्पणी गरेकै छैनौँ। 1 वर्ष पनि भएको छैन, के टिका टिप्पणी गर्नु। 5 वर्षको लागि जनताले पठाएको भन्दा जनता आफै ओलीजीलाई चाहिँ नि हटाउन, बदल्न या सरकारलाई परिष्कृत गर्न, सरकारलाई सच्याउन, सुधार्न, सरकार बदल्न चाहिँ जनता आफै आतुर भइसकेका छन्। त्यस कारणले जनताको सरकार चाहिँ नि संवैधानिक रूपमा रहला, राजनीतिक रूपमा रहला, तर जनताको मनमा चाहिँ नि सरकार चाहिँ नि अब छैन। सरकारले आफ्नो स्थान गुमाइसकेको छ। त्यस्तो अवस्थामा सरकार छ। मानिलिउँ त्यो अवस्था आयो भने, यो सरकार ढल्यो भने नेकपा बिना सरकार बनाउने अवस्था छ? होइन, हामी चाहिँ शासन प्रशासन पनि हाबी हुने सम्भावना हुन्छ नि त? होइन, हामी चाहिँ नि अहिले प्रतिपक्षमै छौँ होइन। कुनै त्यस्ता घटनाहरू घट्यो भने त्यतिखेर नेपाली काङ्ग्रेसले के निर्णय गर्ने, कसरी अगाडि बढ्ने, त्यतिखेरको निर्णय हामी त्यतिखेर नै गरौँला। अहिले चाहिँ नि हामी प्रतिपक्षमा रहेर जनताको साथमा रहेर सरकारले गरेका कमी कमजोरीहरूलाई त्यसलाई औँल्याउने, सरकारले गर्ने जनविरोधी कामहरूलाई रोक्ने र सरकारले राम्रो काम गर्नुभएको छ भने ल राम्रो काम गर्नुभयो स्याबास पनि भन्ने, तर अहिले स्याबास गर्ने काम गर्नुभएको छैन। प्रदेश सरकारकै मन्त्रीहरू, मुख्यमन्त्रीले प्रधानमन्त्रीको आलोचना गर्नुभएको छ, आफ्नै पार्टीका मन्त्रीहरूले आलोचना गर्नुभएको छ, आफ्नै पार्टीका सांसदहरूले आलोचना गरिरहेको अवस्था छ। सर्वत्र आफ्नै नगरपालिका, आफ्नै गाउँपालिकाका प्रमुखहरूले, अध्यक्षहरूले, स्थानीय सरकार चलाइरहेका साथीहरूले सरकार छ कि छैन, सरकारले चाहिँ हामीलाई कानुन दिएन, सरकारले हामीलाई चाहिँ बजेट दिएन, सरकारले हामीलाई अधिकार दिएन। सिंहदरबारको अधिकार जनता घर दैलोमा पुर्याउँछु भने प्रधानमन्त्री कता हुनुहुन्छ भनेर उहाँहरू बिचमै चाहिँ नि तीव्र आलोचना भइरहेछ। त हामी त बडो अहिले रचनात्मक हिसाबले नै सरकारका कमी कमजोरीलाई जनतामा पुर्याउने र जनतामा फेरि नयाँ एउटा निराशा नहोस्। यहाँले त यहाँसम्म पनि भन्नुभयो कि 10 वर्षमा विश्वको कुनै पनि देशमा कम्युनिस्टको शासन रहँदैन। हिजो हामीले यहाँ पञ्चायत विरुद्धमा लडिरहँदाखेरि सोभियत सङ्घमा मिखाइल गोर्बाचेभ राष्ट्रपति हुनुहुन्थ्यो र उहाँले सोभियत सङ्घका लागि
ग्लासनोस्ट र पेरेस्ट्रोइका भन्ने रसियन दुईटा शब्द प्रयोग गर्नुभयो। रसाको पुनर्निर्माण गर्न आवश्यक छ र रसामा खुला नीति स्थापित गर्न जरुरी छ भन्नुभयो। त्यतिखेर हामीले के भन्थ्यौँ भने अब सोभियत सङ्घमा लामो समयसम्म कम्युनिस्ट विचारले शासन गर्न सक्दैन, पञ्चायतले पनि लामो समयसम्म अब शासन गर्न सक्दैन भनेर हामीले 46 सालताका भनेका थियौँ। अहिले विश्वको राजनीतिक घटनाचक्र हेर्दाखेरि जुन ढङ्गले अब विज्ञान र प्रविधिको विकास भइरहेका छ, जुन ढङ्गले ठुल्ठुला मेसिनहरू आइरहेका छन् निर्माणका लागि, होइन, रोबोट र कम्प्युटरको जसरी विकास भइरहेको छ, सूचना प्रविधिमा जसरी चाहिँ तपाईँलाई तीव्र विकास भइरहेको छ, यो विकासले नयाँ पुस्तालाई यति गम्भीर बनाएको छ, यति जिम्मेवार बनाएको छ, यति चनाखो भएको छ र उनीहरूको अधिकारका लागि। र नयाँ पुस्ताका सबै संसारभरिका युवाहरूले के चाहन्छन् भन्दाखेरि स्वतन्त्रता र समानता चाहन्छन्। उनीहरू बन्द समाजमा या बन्द राष्ट्रमा कहीँ पनि रहन चाहँदैनन्। त्यही कारण उनीहरूले लोकतन्त्र उनीहरूको चाहिँ नि आधारभूत आवश्यकता भइसक्यो। त्यहाँले संसारभरि जहाँ जहाँ कम्युनिस्ट शासन व्यवस्था छ त्यहाँका युवाहरूलाई पनि त्यहाँ लोकतन्त्र चाहियो, डेमोक्रेसी चाहियो, स्वतन्त्र चाहियो, समानता चाहियो। राज्यका प्रतिको पारदर्शिता त्यहाँ हुनु पर्यो। राज्यले कसैलाई थिचोमिचो गर्नु पाएन, सबै धर्मलाई, सबै जात जातिलाई समान व्यवहार गर्नु पर्यो। त्यो आवश्यकता पूर्ति गर्नका लागि संसारभरि जहाँ अहिले कम्युनिस्ट शासन व्यवस्था छ, निरङ्कुश शासन व्यवस्था छ, सर्वसत्तावादी शासन व्यवस्था छ, त्यो व्यवस्थाहरू ढल्छ। त्यहाँ ढलेर प्रजातान्त्रिक शासन व्यवस्था 10 वर्षभित्र आउँछ भन्ने मेरो यो आकलन हो। अब अन्त्यतिर छौँ हामी कार्यक्रमको। अन्त्यमा अहिले मधेस दौराहामा हुनुहुन्छ, प्रदेश नम्बर 2 मा हुनुहुन्छ। मधेसमा पनि यहाँको नजिकका नेताहरू धेरै छन्। प्रदेश नम्बर 2 को राजधानी र नाउँ अब छिट्टै प्रदेश सरकारले अगाडि बढाउँदैछ। नेपाली कङ्ग्रेसको प्रमुख सचेतकको नाताले राजधानी र नाम के हुनुपर्छ यो प्रदेशको? अब यहाँका जनताहरूको अब जनकपुरमै स्थानीय राजधानी होस् भन्ने चाहना छ, होइन। त्यस्तै वीरगञ्ज आसपासका त्यहाँका नागरिकहरूको वीरगञ्जलाई पनि राजधानीको रूपमा चाहिँ नि बनाउँदा उपयुक्त हुन्छ भन्ने धारणाहरू अगाडि आएको पढ्छु, लेख्छु, म सुन्छु पढे लेखेका कुराहरू। र अब त्यसमा चाहिँ नि 2 नम्बर प्रदेशकै प्रदेश सभाले राजधानी कहाँ गराउने, नाम कहाँ गराउने, यो संवैधानिक अधिकार उहाँहरूकै हो। त्यस कारणले 2 नम्बर प्रदेशका आम नागरिकको चाहना पुरा गर्ने ढङ्गले र यहाँको ऐतिहासिक गौरवहरूको पनि सम्मान हुने ढङ्गले राजधानी चाहिँ तोकियोस् र नाम राखियोस्, होइन। अब जनकपुर त हामी सबैका लागि, संसारभरिकै नेपालीहरूको लागि गौरव गर्ने ठाउँ हो, होइन। अब हामीले विजया दशमी भर्खरै मनाएका छौँ, नवदुर्गा पूजा गरेका छौँ। यो चाहिँ जनकपुर यसको केन्द्र हो, जहाँ सत्यको विजय र असत्यको हार भएको थियो र त्यसैको सन्दर्भमा हामीले विजया दशमी मनाउँदै आयौँ र जनकपुर यसको केन्द्र हो, होइन। जानकी माताको चाहिँ यो पवित्र धाम हो। त्यसले गर्दा संसारभरिकै नेपालीहरूले, संसारभरिकै हिन्दूहरूले अत्यन्तै सम्मान गर्ने हाम्रो जनकपुरका प्रति मेरो हार्दिक सम्मान छ, हाम्रो पार्टीको पनि हार्दिक सम्मान छ। तर राजधानीको नाम तोक्ने र राजधानीको स्थान तोक्ने काम चाहिँ प्रदेश सभाको भएको कारणले यसमा कुनै साथीहरूले राय सल्लाह माग्नुभयो भने हामीले राय सल्लाह दिउँला, तर यो उहाँहरूको अधिकारमाथि हामी हस्तक्षेप गर्न चाहन्छौँ। यहाँकै पार्टीको उपसभापति विमलेन्द्र निधिले पटक पटक जनकपुरमा आएर राजधानी जनकपुर र यो प्रदेशको नाम मिथिला हुनुपर्छ भन्नेमा नेपाली कङ्ग्रेसमा कुनै पनि दुई मत छैन भन्नुहुन्छ नि त। उहाँले व्यक्त गर्नुभएको विचार चाहिँ उचितै छ। त्यो विचारलाई चाहिँ नि 2 नम्बर प्रदेशका प्रदेश सभाका सदस्यहरूले, प्रदेश सभाले गम्भीरतापूर्वक लियोस् र निर्णय गरोस्, त्यसमा हामी खुसी नै हुन्छौँ। दीपावलीकै महत्त्वपूर्ण दिन छ आज, आफ्नो महत्त्वपूर्ण समय दिएर आउनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र तपाईँलाई पनि अनि हाम्रो यो अपन टेलिभिजन र समस्त यसका दर्शकहरूलाई मेरो दीपावली छठको पावन अवसरमा हार्दिक शुभकामना र तपाईँहरूको सबैले सुख शान्ति प्राप्त गर्नुहोस्। धन्यवाद। दर्शकवृन्द, कार्यक्रम प्राइम टाइम लाइव में आज के दिन बातचीत भेल नेपाली कांग्रेसक प्रमुख सचेतक पूर्व मंत्री बालकृष्ण खारजी संगे देश के समसामयिक घटनाक्रम के विषय में, नेपाली कांग्रेस के विषय में आए। दियावती के माहौल में अपने सबसे दियावती के रमझम, दियावती के तामझाम, अपने सबके घर घर में लक्ष्मी माता के वास हो, दियावती के माहौल में हार्दिक मंगलमय शुभकामना संग कार्यक्रम प्राइम टाइम लाइव से एखन के लिए अपने सबसे आज्ञा चाहब। नमस्कार।